हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईँ सन्चै हुनुहुन्छ म पनि सन्चै बन्नु पऱ्यो। यता हुनुहुन्छ बाबा र मम्मी। मैले चाहिँ इन्ड्राइभ गरेको थिएँ। इन्ड्राइभ अहिले यहाँ गाडी फर्काउँदैछ। एयरपोर्ट जानु लाग्यो। मेरो कान्छी दिनलाई मेरो बुढेल दिनलाई जानु लाग्यो अवस्था होइन। ल अब चाहिँ चटो लगाएर म चाहिँ अगाडि बसेको अवस्था। मम्मी बाबु पछाडि हुनुहुन्छ। यहाँ हाम्रो गुरुजी होइन चटो लगाएर अगाडि गर्न राति हो आउँदैछ हमारा कान्छी। हामी चाहिँ कान्छीले एयरपोर्ट लिन जाँदैछौँ सिधै। हेर्नु होला भ्यू अब कस्तो बगा लगाएर आएको छ। राति पनि हेर्नु यस्तो डेन्जर खतरा देखिरहेको अवस्था होइन। बगाल देखिरहेछ। अब सिधै एयरपोर्ट यसो यताउता ब्याकग्राउन्ड हेर्नु न होइन। पछाडि देखाउँ भने मम्मी बाबु देख्दैन रहेछ। कोटेश्वर कटेर यहाँ फ्ल्यासरको अगाडि आइपुगिसकेको अवस्था। यहाँ तिनकुने आइपुग्नु लाग्यो कलाएर। रातिको बेला हो केही देख्दैन यार। यहाँ अगाडि केही देखेको छैन। ल अहिले चाहिँ हामी एयरपोर्टमा गेटतिर आइपुगिसकेको अवस्था। बाबा उता हुनुहुन्छ छुट्टै। अब हामी त्यहाँबाट बस्नुपर्ने हुन्छ। यहाँ जेब्रा क्रसिङमा आएको टक्क लगाएर है होइन। ल अहिले भित्र पुगेर गरौँला है त। ल हामी चाहिँ भित्र आइपुगिसकेको अवस्था होइन। यसो मम्मी बाबा यता हुनुहुन्छ। यता हेर्नु पछाडि खतरा भइरहेछ। राति पनि बबाल भइरहेको छ। हामी चाहिँ एयरपोर्ट भित्र कालो न कालो देखिरहेछ होइन। ल हामी अब लिनु जानुपर्ने चाहिँ त्यो भित्र आइपुगेको अवस्था है हामी चाहिँ। ल भित्र आउँदा त कस्तो दामी रहेछ यार। यता हेर्नु त मम्मी बाबा। मम्मी यता हुनुहुन्छ बाबा यता हुनुहुन्छ होइन। हामी यता ल सेके उ याङ्दा रे मार्क्स जक्किया आधा ब्रो। ल त्यस्तो भित्र होइन एयरपोर्ट भित्र हामी चाहिँ यता आउनु नि। यता मम्मीलाई सिकाउनु पऱ्यो अब भिडियो यसो यसो गर्नुपर्छ भनेर। मेरो पछाडि आउनु होइन। सिकाउनै म एकचोटि सिकाउँछु। ल कान्छी यसमा आउँदैछ होइन। अब आइपुग्नु लागिसक्यो त्यहाँनिर। ल सरर होइन आउँदैछ हाम्रो कान्छी डन। एयरपोर्ट चाहिँ यहाँनिर देखाएर है। अब रिङ रोड छोको छैन। रिङ रोड हो यो। त्यहाँ एयरपोर्टको त्यो रनवे देखिरह्यो यहाँबाट। रनवे चाहिँ यहाँनिर छ। यहाँ रनवे चाहिँ देखिसक्यो यहाँ एयरपोर्ट। यहाँ चाहिँ आउँदैछ हाम्रो कान्छी डन। हामी चाहिँ यहाँ हेरिरहेको अवस्था। बाबा यता हुनुहुन्छ म यता मम्मी यता होइन। यसो गरेर हेरिरहेको अवस्था। ऊ ल्यान्ड हुनलाई रनवेमा छ। हेर्नु है मजाले ल्यान्ड हुन्छ। 49 भनेको यहाँ त तर 55 भइसक्यो। रिङ रोड रनवेमा आइपुग्यो कान्छी। ठ्याक्कै आइसक्यो। ल ल्यान्ड भएको अवस्था। फाइनली कान्छी आइपुग्यो। त्यहाँ बोर्डमा ल्यान्ड भनेर देखाइसक्यो। ल्यान्ड हामी चाहिँ हेरिरहेकै अवस्था। म
मम्मी त हाराङ्गम जिम्लम चाङ्ज्यो नैला जिम्ला खुसी भइरहेछ नि बुहारी आइपुग्यो भनेर आहा भइरहेछ अच्छा कान्छी आउनुहुन्छ कान्छी मेन्दो यता हुनुहुन्छ बाबा हाम्रो बुहारी आउनु हुनुहुन्छ एकदम खुसी छ अब एकछिन पछि भेट्नुहुन्छ भेटेको फोटो पनि देखाउँछ है राईचरलाई पुरै उल्टो देखाएर छ मेरो किन पुरै घुमेर गइरहेछ यो छाप भएको ल्यान्डमा बस्छ होला टक्क त रेङ्गाल कान्छी त चल्लाइमा बिन्दमाले लक्ष्मी जिम्ला चुरी जल्लो पहिल्यै मला मम्मी वा दादी भिडियो हारान ला दबा कान्छी त गाय चुपिन म धारी बाई माम सट्टा नन्ना मम्मी खोइ त साथीहरू ए हेलो खोइ त अरू कोही नै आउनु भएन ए ल कान्छी चाहिँ फाइनली आइसकेको अवस्था होइन कान्छी नचिनेर बर्बाद भएको धन्नै पक पक एकछिन हामी यहीँ त आउनुपर्छ चुरी नहाल्दा ऊ के अरे साइड लगाइदिने यता साइडमा लगाऊँ अघि बोलाएको भयो हुँदै म चाहिँ एकछिन ल हाम्रो ट्याक्सी आउँदैछ यता छ हाम्रो कान्छी होइन हाबेले मलाई तिमीले त हार्दा छु अच्छी गालो गइरहनु राम्रो म भाइ गालो गइ न भाइ गा पनि त हार्दा यसलाई चाहिँ अच्छी ट्याक्सी पाइसकेको अवस्था ठिक घुम्री जिउदारे चिम्लाउँ आउँदैन पर्ने कार्यक्रम सुरु भइसक्यो बुढीको सुर्केस होइन कभर मेरो लागि आइफोनको लागि मेरो आइफोन छैन अहिले यो हालिसक्यो यो मेरो पुरानो कभर वा कभर हेर्नको लागि सब फोडेको चक्लेट